यस्तै लाग्छ हौ तिनीहरु त त्यसले त त्यो गरिब नेहाले त जहिले पनि साथीहरुसँग पैसाको लागि मात्रै गर्दो रहेछ है गरिबहरुको बेउडा त्यो पनि लेभल पनि कहाँ मिल्छ र त्यो भनेको तल हामी भन्ने माथि अनि त्यो समाएर भन्ने अलिक माथि तैले ठीक कुरा गरिस् तर नाइस प्लान चाहिँ छ होला नि तेरोमा यस्तो दामी नाइस प्लान सोचेको छु कि उनीहरुको दोस्ती एक दिनमै टुट्छ मलाई अहिले भन्न त्यो प्लान तँलाई चाहिँ अहिले किन चाहियो भोलि थाहा पाउँछस् स्कुलमै ल तँ पनि भोलि जा मलाई स्कुलमा मेरो घर आइज ल भोलि ल बाई बाई ओइ नाव्या हाम्रो प्लान चाहिँ नबिर्सी है ल बाई ल बाई सिस्ट्री बाई नाव्या मात्रै हौ मसँग मिल्ने साथी त्यो सिस्ट्री त पहिला हामीसँगै खेल्थ्यो तर अहिले त नेहा तर त्यसको पैसाको त बोटे छ पैसाको लागि मात्रै बसेको कि नभए त म तोड्दिन्थे दोस्ती सुस्ती त्यो नेहा भोलि हेर्न यिनीहरूको दोस्ती यसरी टुटाउँछु कि हात त आओस् न त्यो नेहा मेरो लागि अन्त थाहा हुन्छ यो सिस्ट्रीको जोक कस्तो छ यस्तो गरम हो फोन पो हेर्नु पर्यो टिङ 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 फेरि सर्ट्स हेर्दा कसले फोन गर्यो फेरि काट्यो त टिङ 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 समाएर परेछ हेलो रिसाएको छुइनँ किन र तर तिमी आजकल हामीलाई बिर्सेर त्यो नेहा भनेको छौ जहिले पनि नेहासँगै नेहा नाव्या र मलाई त बिर्सिसकेको छौ अहिले चाहिने बेलामा चाहिँ हामीलाई फोन गर्यौ ल राख फोन म यहाँ सर्ट्स हेर्दैछु भोलि स्कुलमा भेटौँला अहिले चाहिँ चाहिने बेलामा चाहिँ साथी त्यो नेहालाई पनि प्राइभेट स्कुल हालेको छ त्यो पनि पैसा पनि त्यही समायराले तिर्दिन्छ समायराको बाबाले के जरुरत थियो त त्यो नेहालाई पढाउनु छिलाग्दो यस्तो गरम फाइनली घर पुग्यो आया यस्तो गर्मी हो टिङ 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 फेरि कसले फोन गर्यो अल्छी लाग्दो हेलो भन त रिसाएको छुइन है किन तर तिमी आजकल नेहाई भन्छौ नेहा थियो तिम्रो घर ल राख अब ल त्यो नेहासँग नमिल है उसको चालामा ठिक छैन ल तिमीलाई त्यो हामी भन्दा त्यही गरिबी ठुलो हैन ल राख अब अहिले चाहिने बेलामा चाहिँ रिस उठ्ने चाची मोतीलाई सिस्ट्रीलाई फोन गर्नु पर्यो अहिले भर्खर समायराले फोन गरेको थियो भनेर हेलो सिस्ट्री म भर्खर घर आइपुगेँ कि त्यो समायराले अलि भर्खर मलाई फोन गरेको थियो क्यौ त्यो तिमीहरू रिसाए क्यौ मसँग उयो आजकल त बोल्नु नि बोल्दैन स्कुलमा नि भनिरहेको थियो कि तँलाई नि फोन गरेको थियो अन्त मैले त सिधै भन्थेँ तिमीलाई हामी ठुलो हो कि त्यो गरिबी ठुलो हो कि भन्दै थिएँ कि अनि चाहिँ फोनै काट्दो ल भोलि मिलौँ है प्लान चाहिँ 60 बनाएर राख है ल अब प्लान पनि मिलिसक्यो सिर्फ यिनीहरूको दोस्ती तोड्नु मात्रै पर्छ सिस्ट्री र म त बेस्ट फ्रेन्ड नाव्या र सिस्ट्री कम छैन
अब म पनि सुत्छु आमाहरु पनि उतापट्टि सुतिहाल्ला सुत्नु पर्यो पक्ली जस्तो म पनि भात पनि खाछु हैन मम्मीहरुले त खानु भयो होला गएर खानु पर्यो आज सब्जी के रहेछ Wow, chicken leg piece and what is this? Dal. खाइहाल्नु पर्यो निन्द्रा लागिसक्यो अब त आयो भात पनि खाइसक्यो अब सुत्न मात्रै ब्याक निन्द्रा लागेको त्यही माथि आज वाउ मेरो बोयफ्रेन्डले ट्याग गरेछ हेलो ए के गर्दैछौ हो र मलाई पो सम्झिरहेछौ म पनि अब खाना खाइदा सुत्यो आमा बाबा सुत्नु भयो ए ल ल ओके म इन्स्टाग्राममा ट्याग गर्छु ल टेक्स्ट गर्छु ल ओके Wow, I love you, baby. I love you too. After 1 hour ago. खोइ बेबीले मेसेज पठाउँदैन त सुत्यो होला सायद म पनि सुत्छु बिहान छिट्टो उठ्नुपर्छ तिनीहरुको दोस्ती पनि छोड्नुपर्छ लाइट पनि अफ गर्छु अब सुत्छु In the morning. ए चाची त आज दोस्ती तोड्नु पर्छ दुईजनाको त्यो समाएर र नेहाको चाची म त भुलि गएछु सिस्टरको घर जानु पर्यो अब रेडी सेटी भएर खाना खाएर अब छिटो छिटो स्कुलको लागि रेडी हुनु पर्यो तिनीहरुको दोस्ती पनि तोड्नु छ मलाई त्यो समाएर र नेहाको आज ठीक हुन्छ ठुटुटुङ ठुटुङ ठुटुटुङ ठुटुङ ठुटुङ